कोनिचिवा म हुँ नेपाली जापानबाट। आज चाहिँ म तपाईहरूलाई वेलकम गर्न आएको छु। 2026 अप्रिलमा जापान आउनुभएका सबैजनालाई धेरै धेरै बधाई अनि शुभकामना पनि। हुन त कतिजना आएर पनि कति कुराहरू भोगिसक्नुभयो र आउँदै पनि हुनुहुन्छ। सबैजनालाई अहिलेदेखि नै स्ट्रङ पोजिटिभ हृदय लिएर पोजिटिभ मन भएर जापान आउनुहोला र आइसक्नु भएकोहरू पनि पोजिटिभ थिङ्किङ लिएर नयाँ कुराहरूको एक्सपिरियन्स गर्नुहोला। अब सुरुमा त स्कुलको रुल्सहरूदेखि लिएर होस्टेलको रुल्सहरूदेखि लिएर यहाँको जापानको रुल्सहरू धेरै छ। त्यसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ ओहो कति धेरै कुराहरू छ, कति कुराहरू सम्झिनुपर्ने, कति कुराहरू गर्नुपर्ने भन्ने लाग्छ। तर बिस्तारै बानी भएपछि सबै कुराहरूमा सजिलो हुँदै जान्छ। त्यसैले नआत्तिने, बी पोजिटिभ है, कहिले पनि निराश नहुने। अनि टाढाबाट आएको, आफ्नो फ्यामिली छोडेर आएको अनि नयाँ कुराहरू गर्नलाई, आफ्नो खुट्टामा उभिनको लागि जापान हामीले टेकेका हौँ नि त। त्यही कारणले चाहिँ निराश नहुने है, सबैजना स्ट्रङ हुने अनि नयाँ कुराको एक्सपिरियन्स गर्ने है त। आजलाई चाहिँ यति नै छ। पछि फेरि नयाँ इन्फर्मेसन लिएर आउनेछु।